आज हाम्रो गाडी त छुट्टी होइन आखिरी एक सय तिर्ने हो हालेको आगो धेरै ओल्दाउँछ हाने यहाँ छ यो दुई हातले उखाल्नु मुला खोइ गिलास कता हो उखाल्ने मुला ल मासु मसिनो नम्बर छ झोल कडक बनाउ चारा पनि खतरा दिएको रहेछ त हौ अनि खाना उताल्नु है यो आगो मर्न नदिएको अहिले फेरि झ्याउ हुन्छ भात उचाल्नु न त्यो डढिसक्यो होला भात कान्छ राम्रो थिए कान्टो बोलेका भए कस्तो हुन्छु भन्नु तेल खरा आउँछ नि तपाईँलाई पुऱ्याउनु बनाइदिएको छु सबिन काकालाई दिनु न फेरि ठिक्क पकाउनु है साह्रो भयो भने काला तुल अहिले जाँदैछ यसरी खास है सिधै फोरौँ न यहाँ काटौँ न अझै काट्नुपर्छ काट्न त काट तलको तानौँ न तलको चाहिँ कहिले कहाँ यस्तै हो रगत हुँदैन है क्या रगत नै गइसक्यो हिजो बेलुका दाजु टक्क टक्क पिसी राम्रो है दामी बनाउँदैछ है ए हात काट्दिनु होला है उतै बस्नु तेल सबै हाल्नु सबै त नि भात रेडी भयो त्यति खनाउनु न हौ यो भाँडा जुत्ता खनाउनु खुवाउनु बल्छ न मलाई त्यो पनि लगाइदिइहाल्यो होइन मसला आत्तिएर हुँदैन ठुलो मान्छे काट्दै गर नि यो काटे छैन है
तेरी भएन भने प्रसाद कता यहाँ त डरी देखाउनुहुन्छ हो त व्यवस्थित हो नि त पुरानो हाम्रो चलन हो यो चामल भिजाएर खाने खानेर हामी खान्थ्यौँ नि अब चाहिँ भिजाउनु पर्छ हाम्रो साथीहरू अब त्यति भए पनि यो करामा ठिक्क हुन्छ यसो गरौँ न के छ ओ थाले ए 22 जनाको मान्छे र उनीहरुको 33 जना मलाई दिइराख्नु भने थियो निकाल लाइदिन न पैसा अब निकालेको त्यसै लाग्यो क्या कोही मान्छे आइहाल्यो भने ओ थाले ए 22 जनाको मान्छे र उनीहरुको 33 जना उन पर्दैन काट्नु अहिले खाऊ अरे कोल्टे सालिका त्यत्रो मासु म त जान्दिन है होइन उहाँ जाने हेरेर त दिन आशा बेला त्यो तान तानमा होइन हाल्ने ठुलो हेरेमा त कुकुरको झोली आरो थप्पको बस्नु पुगाइहाल्ने मरो बस्नु भयो हाम्रो अघि मोटरसाइकल पठाएको भात त्यो त्यहाँबाट के रस खान्छस् फेरि